अब केही गरी यो पहिरोले अब तपाईँहरूको घर लग्यो अरे भने अब तपाईँहरू चाहिँ कहाँ जानुहुन्छ त? हामी त खै अब सरकारले के भन्नुहुन्छ कहाँ जाने थाहै छैन। हाम्रो त बाबा पनि हुनुहुन्न, अब एकजना दाइ हुनुहुन्छ, अब जाउँ भने कहाँ जाने, अब कहाँ गएर बस्ने, त्यो चाहिँ अहिलेसम्म त अब हाम्रो पानी बोक्नलाई 1 घन्टाको बाटो जानुपर्छ। यहाँ पानीको मनहरू कतै पनि छैन भनेको। सबभन्दा क्षति बेसी भएको भने हाम्रो यो अहिले यो लिखु गाउँपालिकाको हाम्रो यो फलाटे टोल र खती टोललाई चाहिँ धेरै क्षति पुगेछ अहिले। अब यो भन्दा अब पहिले डर लाग्छ तपाईहरुलाई, यता छेउ यही छेउ बस्नुहुन्छ तपाईहरु त? डर त लाग्छ, डर लाग्यो भन्दैमा अब कहाँ जानु छ, छोडेर बस्ने ठाउँ अब आफ्नो छैन। आफ्नो घर भए पनि यहाँको स्थानीय सरकारले होस् चाहे अब सङ्घले होस् चाहे प्रदेश कुनै चासो देखाएकै छैन। तपाईको यहाँको साथीहरूले अहिले पनि तपाईको त्यो पहिरोले जग्गा लगिसक्यो, तिरिराखेको छ। त्यो कटान गरेर कुनै त्यो क्षतिपूर्ति दिने कुरा त टाढाको कुरा भयो, तैपनि पहिरोले लगेको जग्गाको पनि अझैसम्म तपाईँको तिरिराखेको छ मैले बुझेअनुसार। हेलो एन्ड नमस्ते साथीहरू, स्वागत छ। आज चाहिँ मैले अलिक केही फरक प्रस्तुति लिएर आएको छु। आज चाहिँ म रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका वार्ड नम्बर 3 को काङवा डाँडाभन्दा अलिकति उतापट्टिको घ्याप्चेको पहिरोमा आएको छु। यहाँ राज्य असफल भइरहेको छ, दिनौँ पहिरो खसिरहेको छ। मान्छे एक छाक खान नसक्ने अवस्थामा छ, पिउने पानी छैन। खेतीयोग्य जमिन 70-80 रोपनी जमिन पहिरोले बगाइसक्यो, घर नजिकै पहिरो गइरहेको छ। तर पनि गाउँपालिका मौन छ, सरकार बेखबर छ। के मान्छे मरेपछि मात्र यहाँ सरकार आउँछ? के लास गर्न थालेपछि मात्र यो ठाउँ विपदको क्षेत्र बन्छ? चुनावमा भोट माग्न आउँदाखेरि जनताको सेवा भन्नेहरू आज जनता मर्दै गर्दा लुकेर बसिरहेका छन्। पानी बिना जनता बाँच्छ, जमिन बिना किसान बाँच्छ। घर नजिकै पहिरो हुँदा डरले बच्चाहरू सुत्न सक्छ। यो प्राकृतिक विपद मात्र होइन, यो राज्यको चरम लापरवाही पनि हो। आज सहयोग नगर्ने हो भने, आज निरीक्षण नगर्ने हो भने, आज समाधान नखोज्ने हो भने भोलि हुने प्रत्यक्ष क्षतिमा स्थानीय सरकार र सम्बन्धित निकाय जिम्मेवारी हुनेछ। अब पनि नसुन्ने हो भने इतिहासले लेख्नेछ। लिखु तामाकोसी गाउँपालिका वार्ड नम्बर 3 को काङवा डाँडाको जनताहरू मर्दै थिए तर सरकार निदाइरहेको थियो। जनता दाजु भाइ दिदीबहिनीहरू, यदि तपाईँ सरकार होइन भने हाम्रो आवाज भनिदिनुहोस्। लाइक कमेन्ट सेयर गरेर सम्बन्धित निकायसम्म पुर्याइदिनु होला अनि सकेको सहयोग गर्नु होला यहाँको बासिन्दाहरूलाई। अनि मैले यहाँको बासिन्दाहरूसँग पनि केही कुराहरू गरेको छु, तपाईँहरूलाई पनि देखाउने छु। फुल भिडियो हेर्नु होला। अनि हजुरको शुभ नाम चाहिँ? मेरो एकाबहादुर खत्री हो शुभ नाम। हजुर हजुर एक हिसाबले अशक्त नै हुनुहुन्छ हैन त? अशक्त छु। ल यो पहिरो, यो घ्याप्चेको पहिरो जान चाहिँ कहिले भएर सुरु भयो त? अब यो हाम्रो घ्याप्चेको पहिरो जान भनेको सुरु भएको भनेको हामी अब सानो हुँदैखेरि गएको। पहिले त अब यो 45-46 वर्षबाटै साल अगाडिबाटै त्यो सुरु भएर चाहिँ अब गयो। यसमा अब पहिले पत्र यो पहरो कहाँ थियो हाम्रो, यो अब यो बसोबास नै थियो हाम्रो यसमा। अब यो बसोबास हुँदा पनि अब पहिरोले गर्दा सब हाम्रो 2-3 गाविसलाई नै क्षति गराएको छ यस ठाउँमा। हजुर। अब यो हाम्रो भनेको सबभन्दा क्षति बेसी भएको भनेको हाम्रो यो अहिले यो लिखु गाउँपालिकाको हाम्रो यो फलाटे टोल र खती टोललाई चाहिँ धेरै क्षति पुगेछ अहिले। अब यो भन्दा अब पहिले यति डाँडो अल्को थियो, अहिले उसै तेर्सी हुँदै ढल्किँदै गइरहेको छ। अब यो अब बसोबास नै कहाँ पुग्नु पर्ने र के गर्नुपर्छ भने सरकारले के गर्ने हो भन्ने कुरा हामी बिचत्ते पनि छौँ यसमा। अनि यो छ नि पहिरो नेपालकै ठुलो पहिरो कि अब त्यो गैरानी पहिरो के भन्छ नि, के भन्ने चिनिन्छ यसलाई चाहिँ? अब नेपालको चाहिँ अब भनेको अब हामीले त्यति अब कस्तो हो भने नेपालको चाहिँ पहिलो चाहिँ दोस्रो चाहिँ पहिरो भनेर घ्याप्चेको दोस्रो पहिरो भन्ने कुरो सुनिन्छ। अब दोस्रो ठुलो भनेर चिनिन्छ है? हजुर। अनि लगातार गैरानी पहिरो पनि भनेर चिनिन्छ यसलाई? यसलाई चाहिँ लगातार गएर अहिले तपाईँ हामी यहाँ बस्दाखेरि के हो भने अहिले चाहिँ अलिक त्यति गएको छैन, नत्र भने हामी यहाँ बस्दाखेरि त्यो हावा त जो बर्खामा बरु त्यति नजाँदाखेरि पनि हिउँदमा गएर हामी यहाँ बस्दाखेरि बाख्रा बस्तीले घाँस पनि खान नपाउँथ्यो, त्यसले खाना नहुने हुँदो थियो। त्यो धुलो खाएर लागेर हामी यहाँ बस्यो भने सबै सेतै सेतो हुन्थ्यो। हामी बर्खामा भन्दा चाहिँ अरू टाइममा बढी जान्छ। हजुर, यो चैता वैशाखमा त्यसरी जान्थ्यो होइन। अहिले चाहिँ अलिक त्यति अलि आराम अब पहिलेको जस्तो त्यति गएको छैन। नत्र भने तपाईँ हामी यहाँ बस्ने साथै यहाँबाट यो भनेको हाम्रो यो बगाली झर्नासम्मको सबै यो धुलाले गर्दा वस्तु भाउलाई
त्यो धुलाले गर्दा खान नहुने घाँसपात पनि अब साग सब्जी पनि हाम्रो सबै त्यो भइरहेको अहिले पनि आवाज सुन्नुहुन्छ कहिले पहिरो गएको सुनिन्छ किन नसुनिन्छ र यो अहिले हामी यहाँ बस्दाखेरि अहिले यहाँ बसिरह्यो भने गुडुङ गुडुङ थर्केर हामीले सुनिन्छ बर्खामा त झन् अब अर्कै ट्यामट्याम त्यसरी जान्छ हिउँदा पनि त्यही तरिकाले छ हाम्रो यसमा कति डर लाग्छ तपाईँलाई यता छेउ यही छेउ बस्नु छ तपाईँलाई डर त लाग्छ डर लाग्यो भन्दैमा अब कहाँ जानु छ छोडेर बस्ने ठाउँ अब आफ्नो छैन आफ्नो घर जग्गामा छ छोडेर दिने किन्ने ठाउँ छैन भनेर चाहिँ धन छैन अनि गाह्रो छ त्यही भएर डर लागि पनि बसिरहेको छौँ हामी अनि तपाईँहरूलाई यो सरकारले केही क्षतिपूर्ति यताउति अब केही सहज गराएको छैन अब त्यसमा त त्यो अब सरकारसँग हामीसँग भएर तपाईँहरू जस्तै भिजिल बनाएर कागज लानुहुन्छ सरकार आएर अब कुन आएर हेर्छन् हामीले त्यसमा क्षतिपूर्ति यो छ भनेर हामीलाई दिएको नै छैन पाएको नै छैन हाम्रो जग्गा भनेर गएको छ होइन जान चाहिँ अब त्यो गइसकेपछि हामीले यो गरिदिनु पर्छ भनेर छैन अब त्यो भन्दा देखिरहेको छ भनेर चुलाएर बसेको हो त्यही भएपछि अब डर लागे पनि क्षतिपूर्ति अब कसले दिनु भनेर भन्यो भने अब बासै उठ्ने कुरो भएको छ त्यही तपाईँ त असक्त नि हुनुहुँदो रहेछ तपाईँलाई त अब केही सेवा सुविधा होला नि अब त्यही माथि अब यत्रो बाढीले अब यो पहिरोले तपाईँहरूको अब जग्गाहरू घरहरू पनि अब लाने स्थिति आइसक्यो यसमा चाहिँ अब तपाईँहरूको के छ त अब सरकारमा अब केही अब यस्तो सरकारले यस्तो गरिदियोस् भन्ने धारणा यताउति होला नि अब यस्तो चाहिँ अब भनेपछि अब म अपाङ्ग असक्त पनि हो र भए पनि सरकारले चाहिँ अब केही मलाई मात्रै होइन हाम्रो गाउँको ठाउँको मान्छेलाई पनि अब त्यो अब बस्ने ठाउँै नभएको ठाउँमा भएपछि उहाँहरूलाई सम्मान कुनै अब क्षतिपूर्ति बिहेरेर के गरेर कुनै ठाउँमा लगेर राख्दैदेखि हुन्थ्यो भन्ने मेरो विचारधारा हो अब उहाँ सरकारले कहाँसम्म के गर्नुहुन्छ सबैले देखेको छ थाहा छ जस्तो यो पहिरो त अब धेरै ठुलो पहिरो नि त होइन अहिले जस्तो मान्छेहरू बाहिरबाट आउनुभएको छ पालिका अध्यक्षहरू अब जिल्लाबाट ठुल्ठुलो मान्छेहरू यो हेर्नको लागि निरीक्षण गर्न कहिले आउनु भएको छ अब कहिले काहीँ त्यति निरीक्षण गर्न नि आउनु भएको छ कहिले काहीँ त आउनुहुन्छ होला आउनु चाहिँ होइन अध्यक्षहरू पालिकाको भन्दा पनि जस्तो बाहिरतिरबाट अलि अब केन्द्रतिरबाट ठुलो मान्छे पनि त्यही हेर्नलाई यस्तो के आउनु भएको छ पहिले त अब आउनु भएको छ अब ठुलो मान्छेहरू अब काठमाडौँबाट कहिलेबाट आउनुहुन्छ हेरेर जानुहुन्छ जान चाहिँ तर हेरेर जानुहुन्छ उहाँहरू अब के गर्नुपर्छ कसो गर्नु न हामीले भनेको नसुन्नु भएको न अरूले पुरै बुझ्नु नभएको उहाँ गएर बिर्सिदिनुहुन्छ हामीले कुरा राखो किनभने अब धेरै ठुलो पहिरो हो नि त होइन त्यसको लागि समाधानको लागि केही अंशमा केही हेर्छ नि त हेर्नु भएको छ कसैले पनि आएर हेर्नु भएको छ 2-3 पटक त यो कति यो अब पहिरो कति जान्छ के हुँदा यसो सर्वे पनि गर्नुभयो उहाँहरूले होइन अनि यो पहिरोलाई के गर्नुहुन्छ भनेर हामीले भन्दाखेरि अब यो तलबाट केही उपाय भयो भने हामी यस पहिरोलाई रोकथाम गर्न सकिन्छ कि भनेर हामीले सर्वे गर्ने हो भनेर उहाँहरूले भन्नुहुन्थ्यो होइन अनि भनेपछि अब त्यो अब जानुभयो 2-4 वर्ष भइसक्यो त्यो लडाइँ छ खर्च केही पनि छैन त्यो त्यति छ त्यो अलमलै छ मान्छे अब कस्तो पनि अब आउनुहुन्छ हेरिदिनुहुन्छ अनि गरिदिन्छु मतलब गर्न छोडिदिनुहुन्छ अनि त्यो राम्रो काम भयो त अनि क्षतिपूर्ति चाहिँ अहिलेसम्म पाउनु भएको छ र प्लस तपाईँको यहाँ चाहिँ के छ भने त्यो जग्गा भए पनि यहाँको स्थानीय सरकारले होस् चाहे अब सङ्घले होस् चाहे प्रदेश कुनै चासो देखाएकै छैन। तपाईँको यहाँको साथीहरूले अहिले पनि तपाईँको त्यो पहिरोले जग्गा लगिसक्यो तिरिराखेको छ। त्यो कटान गरेर कुनै त्यो क्षतिपूर्ति दिने कुरा त टाढाको कुरा भयो, तैपनि पहिरोले लगेको जग्गाको पनि अझैसम्म तपाईँको तिरिराखेको छ मैले बुझेअनुसार। र यहाँ चाहिँ अब निकट भविष्यमै तपाईँको यो बस्ती लगभग हुन त अहिले तपाईँको बसाइसराई त्यसै पनि मान्छे अब सहरीकरण भएर गइरहेको छ। अब 2-4 घर मात्रै बाँकी छ। यही
रफ्तारमा यो पहिरो गयो भने यो बस्ती चाहिँ तपाईँको केही वर्षमै सकिन्छ। यो तपाईँको जुन 2-4 वर्ष अगाडिदेखि यो धेरै गइरहेछ क्या। जति पहिला ठिक्क तरिकाले जान्थ्यो अहिले चाहिँ एकदम म्याक्सिमम गइरहेछ र यसले चाहिँ यो हाम्रो यताको यो एरियाको चाहिँ तपाईँको पानीको मुहानहरू सुक्ने अनि त्यहाँबाट यो जुन त्यो धुलो छारोले उहाँले भने जस्तै अब पहिलाको भन्दा अहिले कम त भएको छ। त्यो वस्तुलाई घाँसहरू भयो तपाईँको अब फलफुल अब त्यो सागसब्जी सबै हुन्छ तर अहिले कम छ। त्यो अब हिउँदामा गएर कम भएको कारणले गर्दाखेरि त्यो चाहिँ कम भएको छ तर पानीको मुहानहरू चाहिँ एकदमै सुकेर गइरहेछ अहिले। अब यो रोडलाई त असर भइसक्यो भन्ने। अनि अब उहाँहरूलाई होइन अब जस्तै अब यो ठाउँमा अब यो पहिरोले लान लागिसक्यो उहाँहरूलाई अब जस्तै अब अलिकति सरकारले अर्को ठाउँमा यसो जग्गाहरू हेरिदिने हो कि यताउति अब त्यो केही त गरिदिनु पर्ने होला नि त। अब पर्ने हो होइन तैपनि त्यो विषयमा हाम्रो यहाँको अहिलेको स्थानीय सरकारले सोचेकै छैन। सोचेको भएदेखि अहिलेसम्ममा तपाईँको अब जुन संहिता पश्चात जुन चाहिँ तपाईँको 2 चरणको अब स्थानीय सरकारहरू आइसक्नु भयो तैपनि उहाँहरूले त्यो विषयमा खासै चासो देखाएको बुझिँदैन मैले जहाँसम्म बुझेअनुसार। अब त्यो सरकारको कन्सेप्टमा नभएर होला अथवा उहाँहरूलाई अब त्यो मतलब नभएर होला अब के हो त्यो तपाईँको त्यस्तो खासै चासो देखाएको देखिँदैन। हजुर ए भनेपछि अब उहाँहरू त अब धेरै अब पिछडियो नि त। अब जस्तै अब उहाँहरूको त अब पहिलादेखि पुर्खादेखि नै यहाँ बसिरहनु भएको अब 81 अब पहिरोले गर्दा अब घर जमिन सबै जाने भइसक्यो। अब के गरी अब सरकारले त अब हेर्नु पर्यो नि त अब उहाँहरूलाई त होइन त। मेरो विचारमा चाहिँ सरकारहरूले अब अर्को कुनै ठाउँमा लगेर राख्न सकिन्छ कि यताउति त्यो त हेरिदिनु पर्यो नि जस्तो चाहिँ लाग्छ मेरो विचारमा चाहिँ। अब विषयमा जस्तो केही कुरा भएको छैन नि त। जस्तो यहाँबाट बस्तीलाई चाहिँ यहाँ भएको अब जोखिम भएको छ नि त्यसलाई चाहिँ अन्त कहीँ बसा चरा सार्ने ओर्ने यताउति त्यस्तो कुरा चाहिँ भएको छैन। त्यस्तो खासै केही पनि भएको छैन केही भएको छैन त्यसमा त अब हामी यहाँ स्थानीय बासिन्दालाई नै थाहा नभएपछि अरू कसलाई थाहा होला र होइन। हजुर अब खै त्यस्तो खै मैले अहिलेसम्म बुझेको छैन। कतिको एरियालाई चाहिँ जस्तो यसले चाहिँ प्रभाव परेको जुन यो पहिरो छ नि घ्याप्चेको पहिरोले कति घरहरूलाई यो त हाम्रो भनेको अब कति अब हाम्रो यहाँ 12-13 धुरी छ। त्यसपछि हाम्रो यो तामाङ छिटो भन्ने छिटो तामाङ टोला हाम्रो अब कति यो 25-26 धुरीलाई चाहिँ असर पुग्न लागिसकेको छ यहाँ। अब त्यसलाई चाहिँ अब कुनै ठाउँमा व्यवस्थित गरेर सरकारले हेर्दै हुन्थ्यो भने त हाम्रो विचारधारा नै हो। उहाँको उहाँहरूले अब देख्नुहुन्छ कहिले अब यतै घुम्नुहुन्छ हामीलाई त्यो थाहै गर्नु भने अप्ठ्यारो छ काम यो। जे भने अब अलिकति अर्को नयाँ ठाउँमा के व्यवस्था गरिदिनु पर्यो कि यसलाई अब रोकथाम गर्नको लागि केही पहल गरिदिनु पर्यो सरकारले होइन त। त्यही सोचाइ हाम्रो त्यही पनि हो। त्यो गरिदिएदेखि धेरै राम्रो हुन्थ्यो नि। अब नगरे पनि हामी त भोलि अब यस्तै तरिका हो भने अब 2-4 वर्षपछि हुन्छ कि अब पोहोर जस्तै तालले गइदियो भने त यसपालिदेखि आगुनदेखि हटेर हिँड्नुपर्छ। सरकारले नगरे नि कुन ठाउँमा भनेर बसोबास खोजेर आफै नै जाने काम अवस्था आइसकेको छ हाम्रो। अब यो पहिरो लैसी अब तपाईँहरू चाहिँ कहाँ गएर बस्नुहुन्छ त? अब किनकि अब यो पहिरोले त लिएर जान्छ अब यो घर जग्गा अब किनकि धेरै नै गइसक्यो। तपाईँहरू त अब बिल्लीबाट हुने भयो त अब कता गएर बस्नुहुन्छ त? त्यही त पर त सरकारले कुनै ठाउँमा लगेर राख्दै हुन्थ्यो भन्दा पनि अब उसले राख्दिनन् भन्दा पनि यो हटेर अब त्योभन्दा 2-4 अब 10-15 हात सर्दै अब आफ्नो नजिक कहाँ बाँच्न हामीले सुरक्षित ठाउँ छ त्यो कुन ठाउँमा अब अलिकति के हुन्छ भनेर त्यो सर्दै पनि हिँड्नु पर्यो। सरकारले व्यवस्था देखाइदिएन भने यो ठाउँमा बस भनेर देखाइदिएन भने त हामी त्यहीँ बसेर मरिरहनु भएन। सरकारले अब सुरक्षा चाहिँ दिनु पर्यो तपाईँहरू। हजुर त्यही हामी त माग र चासो हाम्रो त त्यो हो। उहाँ सरकारले कुनै ध्यान कसो गरेर यो भनेर त गरिदिनुहुन्न। हजुर त्यही भएर हामीले त बिचल्नै छ यहाँ यो ठाउँमा त। ल अब तपाईँ केही भन्न चाहनुहुन्छ त? थ्याङ्क यू फर। अनि हजुरको शुभ नाम चाहिँ? मेरो नाम चाहिँ हिँड तामाङ हो। हजुर म स्थानीय तल चित्रे हो मेरो चाहिँ। हजुर अब म यो भन्न चाहन्छु कि यो चाहिँ अब हामीले देखे सानैदेखिबाट चाहिँ गइरहेको छ होइन। यसले चाहिँ भूगर्भविदले अध्ययन गरेर छिटोभन्दा यसको रोकथामको बारेमा सरकारको ध्यान जाओस् होइन स्थानीय सरकार केन्द्रीय सरकारको र यहाँको जो बासिन्दा छ जस्तो प्रभावित छिटो होइन त्यसलाई चाहिँ राम्रो काहीँ व्यवस्थापन गर्न सकियोस्। अर्को चिज चाहिँ यहाँको होइन तपाईँहरू जस्तो युट्युबरको माध्यमबाट चाहिँ यो चिज चाहिँ होइन कोही टुरिज्म यस्तो मतलब
को लागि छिटोभन्दा छिटो प्रमोट होस् होइन। वर्ल्ड वाइड रूपमा चाहिँ यहाँ होइन मान्छेहरू हेर्न आउने त्यस्तो भयो भने होइन स्थानीयको यहाँको बासिन्दाले के टेवा पुग्छ यहाँको होइन व्यापार बिजनेस। अनि यहाँ कतिको मान्छे हुन्छन् जस्तो हेर्नलाई चाहिँ? म पनि आजै आएको त्यो त म नि यहाँ भइदिनँ होइन त्यसै पनि भन्नु सक्दैन होइन। तर हामी जस्तै मान्छेहरू नि बाहिरबाट आओस् तपाईँलाई होइन यो माध्यमबाट चाहिँ यस्तो पहिरो चाहिँ यहाँ हेर्न जानुपर्छ है भन्ने चाहिँ एउटा त्यस्तो सन्देश जाओस् भन्न चाहन्छु। थ्याङ्क यू। जस्तै अब यहाँनिर अब पर्यटक मात्र भित्रिन सक्यो भने नि यहाँको टोल छिमेकलाई चाहिँ अलिकति सहज चाहिँ हुन्छ अब होइन त। पर्यटक भित्रिने पनि सम्भावनै छैन तपाईँको ताकि यसको व्यवस्थापन गर्न सकेको छैन। पर्यटक कसरी तपाईँको यो जोखिम ठाउँमा मान्छे आएर आफ्नो ज्यानै जोखिम गरेर पनि त तपाईँको मान्छेले उ गर्न त सक्दैन नि। जस्तै तपाईँ हामी जतिको त मान्छे त यहाँ त अब बानी परेर त जान्छौँ होइन। त्यो अब बाइचान्स त्यहाँ केही भइदियो त्यो अब भ्याट्टै अब तपाईँ हामी जुन डिलमा जाँदाखेरि फ्याट्ट गइदियो भने त तपाईँको त ज्यानकै जोखिम हुन्छ। त्यो पर्यटकको हिसाबको त तपाईँको कुनै केही अब अहिलेसम्म अन्वेषण त गर्न सकेको छैन भने तपाईँ पर्यटकको हिसाबले चाहिँ यहाँ मान्छे आउला र यहाँ चाहिँ केही होला भन्ने कुरा त बेकार जस्तो लाग्छ मलाई त। अब आइदिएदेखि भइदिएदेखि सकेदेखि राम्रो हुन्थ्यो। अब यो त्यो डिलमा गएर हेऱ्यो भने रिङ्गटा लगाएर ढल्ला जस्तो देखिन्छ हामीले गाह्रो समस्या छ। अनि भाइ के भन्न चाहनुहुन्छ? हजुरको शुभ नाम? मेरो मनबहादुर तामाङ हो। अब त्यही हो कि के अरे अब 3-4वटा गाविस वार्डहरूलाई यो के अरे नगरपालिका यो गाउँपालिकालाई अब छुइसक्यो। सकेसम्म अब रोकथाम गर्न सकेसम्म रोकथाम गर्ने उसमा अगाडि कुनैले गर्न उ गऱ्यो भने ठिकै हुन्थ्यो। अब सकेन भने अब यो क्षतिपूर्ति यताउता ऊ भएकोलाई चाहिँ अब कतै व्यवस्थित गर्न पाए चाहिँ हुन्थ्यो भन्ने चाहिँ मेरो पनि त्यही चाहना हो। ए हस् ल हजुरको शुभ नाम चाहिँ के भयो भन्नुहोस् त हजुरको? मेरो नाम मिठी खत्री। अनि हजुरको? मेरो सिपा खत्री। नमस्ते। ल अनि अब यो घ्याप्चेको पहिरोहरूले तपाईँलाई चाहिँ अलिकति धेरै नै प्रभाव पारे होइन त? सबभन्दा हामीलाई अब डाँडामा घर भएकोले गर्दा धेरै समस्या भइसक्यो। हाम्रो त यता सबै चर्किसकेर घर पनि चर्किन लागेछ। धेरै समस्या भएको छ। अब जाने ठाउँ पनि छैन, जाने कहाँ जाने। अब घरमा अब आफूभन्दा ठुलो मान्छे पनि नभएकोले गर्दा धेरै समस्या छ। अब अरू जान्ने सुन्ने सरिसक्नु भयो। हामीलाई चाहिँ धेरै दुःख छ नसक्नेलाई। ए अब हजुरहरूलाई नि अब यो स्थानीय सरकार यताउतिबाट सहयोग यताउति केही आएको छैन? छैन अहिलेसम्म केही पनि आएको छैन। अब बाटो पनि हिँड्न मिलेको छैन अहिले। उता रामेछापतिर ओहोरदोहोर गर्ने बाटै छैन। कति जग्गा नि कति लैसक्यो। हाम्रो जग्गा चञ्चन 20 रोपानी भन्दा माथि थियो। हाम्रो घर डाँडामै जग्गा डाँडामै रहेछ। अनि तल भएन सबै फुटेर वस्तुहरू बाख्राहरू हिँड्न नमिल्ने धेरै ठुल्ठुलै खाल्टो भइरहेछ। त्यता हिँड्यो भने मान्छेहरू नै खाल्टोमा पस्ने भन्ने डर भइरहेछ। डर पनि भइसक्यो। घरको छेउछाउमा सबै फुटेर गइसक्यो। सबै फुटिरहेछ। मान्छे हिँड्न मिलेकै छैन। धेरै समस्या भएको छ। हाम्रो माथि डाँडामा घर भएकोले गर्दा। कति वर्ष भयो तपाईँको छेउछाउतिर चाहिँ अलिक जोखिम भएको चाहिँ मतलब घर छेउतिर चर्किने गर्ने त्यस्तो भएको चाहिँ? यहाँभन्दा 10 वर्ष अगाडि चाहिँ अलि तल थियो। अहिले लगलगी भएको चाहिँ 3 वर्ष जति भयो। धेरै बुढा आइसक्यो। बारी गएको चाहिँ 3 वर्ष 4 वर्ष जति भयो। त्यहाँभन्दा अगाडि चाहिँ अलि तल थियो। पोहोरको साल र परारको साल हत्तै यहाँसम्म आइसक्यो। अहिले त धेरै डर भइसक्यो नि। बाख्रा वस्तु लिएर बाटो हिँड्न नि डरै भइसक्यो अहिले त। हाम्रो बारी पनि धेरै गइसकेको छ। बारीमा कमाइ लगाउन मिलेन, सबै गइसक्यो। अनि त्यो पहिरोमा बाख्राहरू यताउति लडेर मरेको यताउति होला नि? अब धेरै मरिसक्यो बाख्राहरू त। अब त्यो स्थानीय सरकारलाई भन्दाखेरि अब त्योबाट केही क्षतिपूर्ति दिने गर्ने यताउति केही गरेको छैन? त्यो त स्थानीय सरकारले भन्दा पनि अब त्यो बाख्रा वस्तु अब त्यो जान्छन् लड्छन्। अब त्यो गएर जानकारी नै हामीले गरेनौँ। मैले क्षतिपूर्ति अब दिने के दिन्छ एउटा गयो भन्ने कुरा गरेर त्यसमा चाहिँ हामी अघि बढेका छैनौँ होइन त। किनकि यस्तो पहिरामा यसमा घटना भयो यसरी यो क्षतिपूर्ति पाइन्छ कि भनेर हामी गएको नि छैनौँ। कुरो गर्नुपर्छ होइन। अब हाम्रो घर चाहिँ उठेर गइछ। एउटा बाख्रा खसी त्यहाँ एउटा गाई लडेर मरिदियो भने अनि हामी यति हजुर भनेर जान पनि हामीले उहाँले शासन गर्नु भएको छैन। त्यो गरेको छैन, पाएको नि छैन। अहिलेसम्म यो पहिरोमा चाहिँ कोही मान्छेहरू त्यस्तो लडेको परेको केही छ कि छैन? त्यो मान्छेहरू चाहिँ अब पहिलेको तल त्यो सालुभन्दा यतापट्टि चाहिँ परे। अब त्यो पहिराले गर्दा छोपेर मऱ्यो भन्ने थाहा छ। हाम्रो यो भएको हाम्रो यो टोलतिर चाहिँ त्यसरी मरेको छ। मान्छेलाई त्यस्तो असर भएको छैन? त्यो रिकट छैन। त्यहाँ जान जानी गएको छैन।
त्यस्तो भएको थाहा छैन हामीलाई। केही गरी यो पहिरोले अब तपाईँहरूको घर लग्यो अरे भने अब तपाईँहरू चाहिँ कहाँ जानुहुन्छ त? हामी त खै अब सरकारले के भन्नुहुन्छ कहाँ जाने थाहै छैन। घर त अब सरकारले त वास्तै गरेको छैन। सरकारले वास्ता गर्नु भएको छैन। अब खै पहिरो नजानेतिर होला। अब यो स्थानीय सरकारले नि अब केही मान्छे जति गइसके हाम्रो त बाबा पनि हुनुहुन्न। अब एकजना दाइ हुनुहुन्छ। अब जाउँ भने कहाँ जाने, अब कहाँ गएर बस्ने, त्यो चाहिँ अहिलेसम्म त अब यत्रो घर बनाइयो दुःख गरेर, त्यत्रो अब ढलान गरेर घर बनाइयो। अब छेउछाउमा पहिरो आइसकेको छ। जान त अब सरकारले केही अवस्था खोजी नै गरेन भने त कतै गएर गोठ बनाएर हुन्छ कि केही गरेर हुन्छ कि त्यो त बस्नै परिहाल्यो। आफ्नो ज्यान त जोगाउनै पर्छ। सरकारले यति चाहिँ हेरिदिनु पर्ने हो। धेरै ठाउँमा धेरै कुरा हेर्नुभएको छ, यहाँको चाहिँ किन हेर्नु भएको छैन? यहाँ चाहिँ वास्तै गरेको छैन होइन, आउन चाहिँ हेर्नलाई धेरैचोटि आइसक्नु भइसक्यो। तर यस्तो जोखिम रहेछ, यस्तो रहेछ, दुःख रहेछ, पानीको मुहानहरू सबै सुकाइसक्यो भनेर यो कुरामा चाहिँ तर केही पनि भएको छैन। हाम्रै पानी बोक्नलाई 1 घन्टाको बाटो जानुपर्छ। यहाँ पानीको मुहानहरू कतै पनि छैन। पानी पनि खान पाइँदैन कहिले त। अब लिन गयो भने खान पाइन्छ, नभए पाइँदैन। यस्तो धेरै दुःख छ यहाँ त। हातखुट्टा सधैँ हुनेलाई सहितै पनि भयो, नहुनेलाई गाह्रो छ। पानी खान पनि धेरै गाह्रो। पहिराले सबै अब सागपातहरू घाँसहरू सबै धुलो लाग्छ। अब पहिरोले गर्दा अब रोग भित्रिरहेछ। अब जस्तै त्यो धुलोले गर्दा अब धुलो अब घरमा राखेको पानीमा पनि धुलै पस्छ। त्यही धुलो पहिराबाट आउँछ। सागपात केही खानै हुँदैन, सबै धुलै धुलो त्यस्तो भइरहेको छ। अनि अब तपाईँहरूलाई अब सरकारसँग के गरिदियोस् जस्तो चाहिँ लाग्छ? सरकारले तपाईँहरूलाई अब यस्तो गर्दैदेखि चाहिँ हाम्रो अलिकति सहज हुन्थ्यो, यताउति केही माग त होला नि तपाईँहरूको? अब हाम्रो विचार चाहिँ भन्नु छ भने कस्तो भने हाम्रो घरबास उठ्यो त अब बस्ने बास र खाने ठाउँ र गर्ने ठाउँ भएदेखि धेरै राम्रो हुन्थ्यो भन्ने विचारधारा त्यही थियो हाम्रो। जस तपाईँलाई अलिकति राम्रो ठाउँ सुरक्षित ठाउँमा लगेर व्यवस्थापन गर्दैदेखि चाहिँ अलिकति अलिक सहज हुन्थ्यो तपाईँहरूलाई, होइन त? हजुर, त्यही भन्ने कतै लगेर राख्नेदेखि हाम्रो घरलाई चाहिँ धेरै गाह्रै भइसक्यो। अब छेउछेउमै सबै फुटेरै गइसक्यो। यहाँ डाँडाको छेउमै छ। ऊ त्यो 2टा घरको चाहिँ गइसक्यो मन्थाली। उनीहरूको उतै मन्थालीतिरै किन्नुभयो, उतै जानुभयो। हामी चाहिँ धेरै गइसक्नुभयो गाउँको त। हामी 4-5 घर चाहिँ धेरै दुःखै छ हाम्रो। उहाँहरूको पैसा थियो, धन थियो र उनीहरू कमाउनु सक्यो, घर किनी उहाँ गएर बस्नुभयो। अब त हामी त त्यो उपाय नभए जस्तो कहाँ जाने त? अब मरिहाले पनि अब कहाँ जाने जस्तो अवस्था छ। यस पहिरोले गर्दा तपाईँहरूलाई धेरै नै गाह्रो बनाएको छ। हजुर, यतिलाई चाहिँ पहिले त हाम्रो यो खत्री गाउँ टोल जतिलाई चाहिँ समस्या छ। त्यो धेरै घाँस छ। हामी वैशाखमा नि आएको थियौँ भने त्यसपछि असारमा आएको थियौँ। त्यो 2-3 महिनामा धेरै घाँस छ कि जोस्। झन् अहिले त हेर्नु न यो तलसम्म गएको छ। यो तल अस्ति फेरि बाख्रा लाँदा त्यहाँनिर थियो त्यो यति चोकी जति फेरि अहिले जाँदा छैन। महिना दिनमै हिउँदामा जाने बर्खामा जाने। यसमा त अब हिउँदामा त बर्खामा त गयो ल मानौँ भने चाहिँ त्यो अब हिउँदामा पनि गइदिन्छ। यो त अचम्मै अझ धेर जान्छ। एउटा ढुङ्गा कस्तो झऱ्यो भने पनि अनि धुलो उडेर संसारमा घामै छेल्दिने समस्या छ। यहाँनिर त खै अब हुनेको त सबै हिँडिसके। अब हाम्रो चाहिँ नभएकोले गर्दा यस्तै चाहिँ बसेका छौँ। आर्थिक कमजोरीले गर्दाखेरि अब यहीँ बस्नु परेको छ। अब हाम्रो चाहिँ धेरै कमजोरी। अब जाउँ कहाँ जाउँ, मान्छेको भाडातिर बस्न सकिँदैन घरमा पनि। अब काम गरेर खान सकिँदैन। खेतीपाती चाहिँ के गर्नुहुन्छ तपाईँहरूले? खेतीपाती त्यही अलिअलि कोदो मकै हुन्छ। अब यो खेतीयोग्य जमिन जति सबै लैगो नफल्दो रहेछ। त्यो मुनिबाट जमिन चर्केपछि माथि बाली नहुँदो रहेछ। साग पनि लायो नि हुँदैन, थोरै थोरै अलिअलि हुन्छ। सबै रुखपात पनि सबै सुक्दो रहेछ नि। धेरै समस्या चाहिँ पानीको रहेछ नि। 1 घन्टै हिँड्नुपर्छ भन्नु तपाईँ? 1 घन्टै लाग्छ। सानो कुवा छ त्यो पनि अब यो पहिराले गर्दा चर्किँदाखेरि चर्किँदै गइसक्यो। त्यो पानी सुक्दै अब हामीले त पानी त पुग्नुपर्ने भयो त के भन्ने। उता पारी ठुलो गाउँ के पुग्नु पर्यो, त्यो डाँडै पऱ्यो। उहाँ पनि थियो पानी, अहिले छैन। त्यहाँ सबै सुकिसक्यो पारी।
पहिराले गर्दा हामीले त धेरै समस्या 3 घर 4 घरसम्म हामी धेरै समस्या तिमै परेका छौँ। मुख्य पानीको नै धेरै समस्या रहेछ कि त्यत्रो एक घन्टा अब बोक्नु परेपछि त लुगा धुन वस्तुलाई जानुपर्छ पर उस्तै अब हिँड्नु नसक्ने त अब गाह्रो छ यो ठाउँमा त यस्तै अब बाख्रा बस्तु पाल्छु भन्ने कहीँ गएर केही उपाय नभएको ठाउँ खाना पनि कहीँ अब किन्ने अवस्था नभइसकेपछि अब जे हुन्छ भने यसै दुखमुल गर्दै बस्दै गरिरहेको छौँ हामी त्यस्तो। यहाँ त खानालाई नै धौधौ हुने रहेछ अब खेती गरेर पनि खेती नहुने अब खेती गर्ने जति जग्गा जति लगाइसक्यो होइन यो तरकारीहरू लगाउन पनि पानी नभएपछि समस्या हुन्छ पानी नहुने अनि अलिअलि भयो भने धुलोले खानै नहुने पहिरोको धुलोले हामी त त्यसरी 7 दिन ठाउँ भयो त चाँडै नै हामी त नबस्ने जस्तै भइरहेको छ नि यहाँ त अब यति गर्न नसक्ने हामी कमजोरी मात्रै हो यहाँ बस्नुपर्ने अलि गर्न सक्नेहरू सबै सरिसके यस आर्थिक कमजोरी भएर चाहिँ अब यहीँ बसिरहनु भएको छ। कोही मन्थली कोही काखानु अब त्यो पानीको महल पहिरो नभएको ठाउँमा अलिकति हेरेर सारिदिनु भयो भनेदेखि राम्रो हुन्थ्यो। अब पानी पनि राम्रै खान पाइन्थ्यो होला राम्रै बस्न पाइन्थ्यो होला।